हेलो हेलो साथीहरू सबैजनालाई मेरो तर्फबाट सबैजनालाई शुभ बिहानी सबैजनालाई नमस्कार भन्न चाहे सबैजनालाई नमस्कार। अनि म चाहिँ यसरी तातो पानी आएकी छु। मेरो भाउजू मेरो आमा अनि मेरो भदैनी फुपू म भएर चाहिँ यसरी तातो पानी डुब्न आयौँ। हाम्रो 9 दिनको यात्रा थियो, 9 दिनसम्म डुब्यौँ। यसरी यति राम्रो भयो, यति राम्रो भयो, यति आनन्दसँग डुब्यौँ। तपाईँहरूलाई पनि जानुस्, त्यहाँ गएर आफ्नो अनुभव बटुल्नुहोस्। तपाईँहरू पनि, मलाई त धेरै राम्रो लाग्यो होइन। तपाईँहरूलाई कस्तो लाग्छ जानुस्, घुम्नुहोस् अनि यसरी आनन्द लिनुहोस्। यसरी प्लास्टिक ओरेर बाफ लिँदाखेरि आमामामा यस्तो आनन्द, टाउको दुखेको कति सन्चो हुने, कस्तो आनन्द हुने। त्यहाँको पानी, तातो पानी एकदमै राम्रो। अनि हामी त्यो 3 दिनपछि फेरि हामी यसरी नेचुरल झरना हेर्न हामी माथि पुग्यौँ। 1 घन्टाको लगभग 1 घन्टा हिँडेर हामी गयौँ माथि पुगेर। अनि मेरो भदैनी चाहिँ पुरा सेल्फी हानिरहेछ। त्यसरी हामी यसरी उकालो चढेर गएको थियौँ। अनि यति रमाइलो भयो, यति रमाइलो भयो। यस्तो झरना हेर्न चाहिँ नछुटाउनु होला। यो नार्च्याङको झरना हो। फुल पनि हामीले बाटैमा भेटेका थियौँ। यसरी राम्रो फुल बाटोमै भेटेका थियौँ। हामीले टिप्दै टिप्दै गयौँ। त्यसरी हामीले भिडियो पनि बनायौँ। धेरै इन्जोय गऱ्यौँ हामीले। तपाईँहरूले पनि गर्नुहोस्, तपाईँहरू पनि जानुहोस्। अनि हामी फर्केर फेरि यही ठाउँमा आयौँ। अनि फेरि हामीले फेरि त्यही भिडियो फेरि त्यही ठाउँमा हेर्न मन लाग्यो। त्यसरी हामीले हेऱ्यौँ। सबैजना जानुहोस् ल, यो दाना तातो पानी नार्च्याङ।